अब मैले हालेको भिडियो सबैजनाले हेर्नु त भयो हैन। कति मान्छेले सोचिरहेछ फेक भिडियो बनाएको हो यस्तो उस्तो सबै सोचिरहेछ। इनबक्स कति मान्छेले चाहिँ के सोचिरहेछ भने फेक भिडियो बनाएको हो फेक भिडियो भनौँ न। अब एक्ज्याक्टली अब हामी सबले मिलेर बनाएको हो त्यो भिडियोलाई यस्तो यस्तो भनिरहेछ कमेन्टहरुमा हैन। कमेन्टहरु म कतिपय कुराहरु हेरिरहेको छु। हिजो लाइभ बस्दा पनि आएको थियो मान्छेहरुले खुट्टा तानिरहेको थियो भनौँ न। अब फेक भिडियो हो यो यस्तो यस्तो भनिरहेको थियो। त्यो कुनै फेक भिडियो हैन के त्यो भनेको आफ्नो मन भित्रको जति फिलिङ्स छ नि। 1 वर्ष रिलेसनशिप थियो उनीहरुको 1 वर्ष टुट्यो हैन। 1 वर्ष टुट्दाखेरि त्यो भावना भाइले पोख्यो। सब भावना त भाइले पोख्या हो नि त आफ्नो भित्रको फिलिङ्स भन्या हो यार। तपाईहरु अब यस्तो उस्तो त्यो कमेन्ट नगर्दिनु के तपाईहरु। हेर्नु तपाईहरुको लागि म युट्युबमा फुल भिडियो हाल्दिन्छु हैन। सब भिडियो म युट्युबमा हाल्दिन्छु। आज म हाल्छु तपाईहरुलाई युट्युबमा भरे बेलुका युट्युबमा गएर मेरो युट्युबमा हेर्नु सबै भिडियो हैन। फेक हो या रियल हो तपाईहरु आफै रमेश जाऊ न म चाहिँ 1500 जति आयो नि पुग्छ कि मल जाऊ न। ओइ सुरु भने अब मल बेचेन भने के हुन्छ? मल बेचेन म मल दिन्छु कसो मल बेच्नु चाहिँ जाउँ के त कसको लागि रुख्नु त म अन्त लागि ओइ सुरु मल बेच्नु चाहिँ जाउँ न। तेरो बाउलाई भन्नु बाउ मल बेच्नु जाउँ न बाउ यार मल बेचेर ल्याइदिन न अन्त मलहरु के मलाई त्यही चाहियो के भन्नु त्यसको लागि पनि धेरै आश छ के त्यसले चाह्यो भने जिन्दगीमा होइन जे पनि गरिदिन्छु कि म चुपमा मुला त्यही आउनु पर्यो के अर्को एउटा लाइन तँलाई त्यति राम्रो लाग्यो है मलाई होइन त्यसको थोपडाले म त्यो नराम्रो होला होइन तर मलाई त्यो चाहियो कि कसो त्यसको थोपडाले त्यसको थोपडा राम्रो छैन मन राम्रो छैन बानी व्यवहार राम्रो छैन मलाई किनकि कसम त्यही चाहियो कि आमा कसम मा कसम मलाई त्यही भने त्यही चाहियो तल टोलीमा सबले यस्तो तर त्यही चाहिँ मलाई त नआन जाँठो घोडा धन्ने भन्छु मलाई त्यही चाहियो प्लिज यार कति रुन्छ भित्र गएर रुनी कि त बाहिर प्लिज मलाई ल ल तँलाई म